मैले 2-3 दिन अगाडि एउटा क्रोन डिजिज अथवा अल्सरेटिभ कोलाइटिसको बारेमा एउटा भिडियो राखेको थिएँ। त्यहाँ धेरैजनाको जिज्ञासा थियो यसको लक्षणहरू के हो अनि यो के कारणले लाग्छ भन्ने। मेन त यो लाग्ने कारण भनेको खानपान नै हो र दोस्रो भनेको कसैले चाहिँ वंशानुगत पनि यो लाग्छ र यसको लक्षणहरू भनेको दिनमा 9-10 पटक डाइरिया हुने अनि ब्लड जाने, ब्लड गएपछि विकनेस हुने, एकदमै थकान महसुस हुने, वेट लस हुने, भमिट हुने अनि मुख वरिपरि घाउहरू आउने, आँखा रातो हुने अनि यो जोड्नीको भागहरू एकदमै दुख्ने, पेट दुख्ने, भमिट हुने अनि आइरनको कमी भएर एनोमिया हुने अनि यदि यो बढ्दै गयो भने फिस्टुला हुने चान्स पनि एकदमै हुन्छ। त्यसैले हजुरहरूलाई पनि यस्ता लक्षणहरू छन् भने बेलैमा उपचार गराएर औषधि खानु होला। यो सन्चो हुँदैन, जीवनभर औषधि खानुपर्छ र कन्ट्रोल चाहिँ हुन्छ। ढिला हुन्छ तर कन्ट्रोल चाहिँ हुन्छ।